Hello everyone. So today we'll be looking at class 12 को Facing Death भन्ने one act play. यसको हामी question answers हेर्छौं and if you like our content please subscribe to our channel. Okay, understanding the text को A number. Where does the play take place? So play चाहिँ Monsieur Durand को boarding house मा. Monsieur Durand भनेको Mr. Durand हो. फ्रेन्चमा Monsieur भन्छ मिस्टरलाई अनि उहाँको बोर्डिङ हाउस सो एउटा लज जस्तो छ गेस्टहरूलाई राख्ने त्यहाँ हुन्छ अनि यो चाहिँ लेक लमान भन्ने ठाउँको छेउमा फ्रान्समा हो. ओके बी नम्बरमा why do the grocery, the baker and the butcher send their bills to the Durand household? सो प्लेमा हामीले के देख्छौँ भन्दाखेरि उनीहरूले ब्रेड किन्न पठाउँछ उनीहरूको एरेन्ड बोयलाई. एरेन्ड बोय भनेको घरमा काम गर्ने केटा, तर उसले ब्रेड नलिएर आइकन बिलहरू लिएर आउँछ. किन भन्दाखेरि दे आर अ लट अफ डेट. उनीहरू चाहिँ सब सामानहरू क्रेडिटमा किनिरहेको थियो आफ्नो बोर्डिङ हाउस चलाउनलाई अनि अब चाहिँ सपकिपरले अब तिमीहरूले पैसा नतिरेसम्म केही पाउँदैन भनेर बिल मात्रै दिएर पठायो. नेक्स्टमा वाइ डज Monsieur Durand स्पेन्ड मनी अन क्यान्डल्स वेन ही डजन्ट ह्याभ मनी टु इभन बाई ब्रेड? सो प्लेमा हामीले के देख्छौँ Monsieur Durandले चाहिँ क्यान्डल्स बारेर एउटा फोटोको अगाडि राख्छ र उसको ठुलो छोरीले कम्प्लेन गर्छ हामीसँग पैसा छैन किन क्यान्डल्स किनिरहेको भनेर. तर एक्चुअलमा चाहिँ उसको छोरा रेने भन्ने छोराको डेथ एनिभर्सरी भएकोले चाहिँ उसले क्यान्डल्स बालेको हुन्छ. डी नम्बरमा वाइ डिड Monsieur Durand सेल हिज लाइफ इन्स्योरेन्स? Monsieur Durandले चाहिँ आफूले बरो गरेको डेटको पैसा फिर्ता तिर्नलाई आफ्नो लाइफ इन्स्योरेन्स बेच्छ. ओके ई नम्बरमा वाइ हेज Monsieur Durand पेड फायर इन्स्योरेन्स? ओके डेथ इन्स्योरेन्स त उसले पैसा तिर्नलाई चाहेर उसले बेच्छ, तर फायर इन्स्योरेन्स चाहिँ उसले किन राखिरहेको छ भन्दाखेरि द्याट इज हिज ओन्ली एसेट. अब केही मलाई भयो भने मेरो छोरीहरूलाई टेक केयर गर्नलाई चाहिँ यही फायर इन्स्योरेन्स मात्रै बाँकी छ भनेर त्यो चाहिँ उसले एकदम जोगाएर राख्छ. ओके एफ नम्बर वाइ डिड Monsieur Durand एन्ड मिसेस Durand रन आउट अफ देयर इनहेरिटेन्स फ्रम बोथ द साइड्स? ओके Monsieur Durandको अनुसार चाहिँ उनीहरूको सब पैसा उसको वाइफ मिसेस Durandले चाहिँ ग्याम्लिङमा र रेकलेस फाइनेन्सियल म्यानेजमेन्टमा एकदम फुलिसली लटरी टिकटहरू किनेर सब खर्च गरिदिन्छ. त्यसले गरेर चाहिँ उनीहरूसँग इनहेरिटेन्स पैसा नै हुँदैन र जति पनि इनहेरिटेन्स भन्नाले पुर्खौली सम्पत्ति बाँकी थियो त्यो सबै डे टु डे एक्सपेन्समा खानेकुरामा बस्नमा एजुकेट गर्नलाई आफ्नो छोरीहरूलाई सबमा त्यसमै खर्च भइसक्यो. ओके नेक्स्ट चाहिँ इन्ट्रेस्टिङ क्वेसन छ जी नम्बरमा वाइ डज Monsieur Durand टेल अ लाई अबाउट हिज बर्थ प्लेस? ओके फन्डा के छ भन्नाले Monsieur Durand एक्चुअलमा फ्रान्सबाट हो तर ऊ बिहा गर्नलाई स्विजरल्यान्ड जान्छ, तर उसले कसैलाई भन्दैन कि ऊ फ्रान्सबाट हो भनेर. जहिले पनि ऊ स्विस सिटिजन नै हो भनेर भनिरहेको हुन्छ किनभने त्यो बेलामा चाहिँ फ्रान्स र स्विजरल्यान्डको वार हुन्छ. सो त्यहाँ वार भइरहेको बेलामा म फ्रान्सको मान्छे भन्यो भने उनीहरूले अब मान्छेहरूले चाहिँ उसलाई त चाहिँ स्पाई होस् किन यहाँको फ्रान्समा फर्की भनेर भन्ला सोसियल स्टिगमा होला भनेर चाहिँ उसले आफ्नो बर्थ प्लेस लुकाएर हुन्छ. अनि प्लेमा एउटा कुरा के पनि भन्छ भन्दाखेरि Monsieur Durandको वाइफले उसको छोरीहरूलाई भन्छ रहेछ कि तिम्रो बुवा चाहिँ वारमा नगइकन भाग्यो यो चाहिँ एकदम डरपोक भनेर हुन्छ. तर एक्चुअलमा ऊ वारमा किन जाँदैन भन्दाखेरि he doesn't want to hold a gun against his own people है. फ्रान्स ऊ जन्मेको देशको अगेन्स्ट उसलाई वारमा जानु छैन, त्यसैले ऊ चाहिँ त्यो वारमा नगइकन पछि जर्मन्सहरूसँगको वारमा चाहिँ ऊ जान्छ. बट हिज वाइफ पोर्ट्रेज हिम एज अ भेरी coward person who ran away from war. So we can see that his wife made his daughters hate him so much. Okay, H number what business is Monsieur Durand running to make a living? So Monsieur Durandले चाहिँ एउटा बोर्डिङ हाउस अथवा लज भनौँ न लज जस्तै खालको टुरिस्टहरूलाई राखेर खुवाउने बसाउने गरेर चाहिँ पैसा लिइरहेको थियो. ओके आई नम्बरमा वाट प्लान डज Monsieur Durand ह्याभ टु हेल्प हिज डटर्स विथ मनी? ओके Monsieur Durandको प्लान के थियो भन्दाखेरि ऊ चाहिँ आफूलाई मार्ने सुसाइड गरेर मार्ने र घर पनि सँगैसँगै जलाइदिने अनि घर जलिसकेपछि उसको फायर इन्स्योरेन्सबाट 5000 फ्र्याङ्क्स आउँछ त्यो चाहिँ उसको छोरीहरूको फ्युचरको लागि राख्ने भनेर. सो त्यो चाहिँ उसको प्लान थियो. जे नम्बर हाउ डिड Monsieur Durand डाई? सो Monsieur Durand चाहिँ आगोमा लागेर मरेको होइन, उसले चाहिँ पोइजन खाएको थियो, दुधमा पोइजन राखेर खाएको थियो त्यसले गरेर चाहिँ ऊ मर्यो. ओके अब रेफरेन्स टु कन्टेक्स्ट हेरौँ. ए नम्बरमा स्केच द क्यारेक्टर अफ Monsieur Durand. सो Monsieur Durandको क्यारेक्टर स्केच अलि इन्ट्रेस्टिङ छ
किन भन्दाखेरि उसलाई दुई तरिकाले हामीले हेर्न सक्छौँ। एउटा चाहिँ एज अ ट्र्याजिक हिरो, अर्को चाहिँ एज अ कावर्ड। अब लेख्ने बेलामा हामीले एउटा मात्रै लेखे हुन्छ होइन, अनि मोस्ट एक्सेप्टेबल एन्सर इज द ट्र्याजिक हिरोको एन्सर। सो ट्र्याजिक हिरो किन भन्दाखेरि ही सफर्ड अ लट है, ही वाज अ हार्ड वर्किङ पेन्सन वर्कर। उसले त्यहाँ काम गरेर आफ्नो छोरीहरूको लागि पनि उसले पैसा कमाइरहेको हुन्छ, अनि छोरीहरूले जतिसुकै उसलाई डिसरेस्पेक्ट गरे पनि ही डजन्ट स्पिक ब्याडली अफ हिज डटर्स, ही किप्स प्रोभाइडिङ फर देम एन्ड ही अल्सो ट्राइज टु प्रोटेक्ट हिज डटर्स है। त्यहाँ अरू केटाहरू आएर उसको डटर्सहरूलाई लिन खोज्यो भनेर प्रोटेक्ट पनि गर्छ, र लास्टमा गएर उसले आफ्नो लाइफ पनि सेक्रिफाइस गर्छ फर हिज डटर्स। त्यसैले चाहिँ ऊ एउटा ट्र्याजिक हिरो हो भनेर भन्न मिल्यो। बट देयर इज अल्सो अनदर वे वी क्यान भ्यू दिस, द्याट इज उसले आफ्नो छोरीहरूको लागि प्रोभाइड गर्नै सकिरहेको थिएन, पुर्खौली सम्पत्तिहरू पनि यत्तिकै उनीहरूले खर्च गर्यो र सबै ब्लेम उसले आफ्नो डेड वाइफमा राख्थ्यो। सो वी डोन्ट इभन नो इफ वाट इज सेड वाज ट्रु अर नट होइन। उसको वाइफले गरेर सब सम्पत्ति गयो भन्छ, बट वी डोन्ट नो, किनभने वाइफले डेड वाइफले त अब आफूलाई डिफेन्ड गर्न सक्दैन। सो यत्तिकै भनेको पनि हुनसक्छ। र लास्टमा उसले केही गर्नै नसकेपछि आफूलाई सेक्रिफाइस गरेर आफू मरेर चाहिँ उसको डटरहरूको लागि प्रोभाइड गर्न खोज्छ। तर यो पनि कावर्ड एक्ट भन्न मिल्छ, किनभने उसले लास्टमा अब घर मात्रै जलाए पुग्थ्यो, आफूलाई मार्न पर्दैन थियो इन्सुरेन्स, फायर इन्सुरेन्स पाउनलाई। बट उसले आफूलाई किन मार्यो भन्दाखेरि बिकज टु सो द्याट आई एम अ हिरोइक पर्सन, मैले सेक्रिफाइस गरेको आफ्नो छोरीहरूको लागि भनेर देखाउनलाई मात्रै त्यो गरेको भनेर पनि लिन सकिन्छ है। सो द्याट इज द सेकेन्ड वे अफ भ्युइङ दिस। फर द सेक अफ लिटरेचर चाहिँ यसरी हेरेर मिल्यो, तर एक्जाममा लेख्दाखेरि यु क्यान राइट द्याट ही इज अ भेरी हिरोइक फादर हु सेक्रिफाइस्ड हिमसेल्फ फर हिज डटर्स भने पुग्यो। ओके, नेक्स्ट क्वेसन, हाउ डु वी नो द्याट द ड्युरान्ड फ्यामिली हेज रिच्ड अ डेड एन्ड? डेड एन्ड भनेको त्योभन्दा अगाडि जानै नसक्ने एउटा बाटो पुग्यो। सो दे डोन्ट ह्याभ अ वे फरवर्ड एनिमोर। अब डेड एन्ड कसरी भन्न मिल्यो भन्दाखेरि हो अब डेटमा थियो होइन, धेरै मान्छेहरूलाई पैसा ओन गरेको थियो, तर अब केसम्म हुन थाल्यो भन्दाखेरि इभन बेकर र बुचरहरूले पनि उसलाई पैसा दिन छाड्यो भनेपछि कतिसम्म ऊ ऋणमा होला कि होइन, पौरोटीवटा पनि नदिने। सो द्याट सोज द्याट दे वर इन भेरी मच डेट, एकदम ह्युज डेट, and they don't even have the money for basic food to sustain life. Monsieur Durand didn't even have enough money to buy a simple candle for his dead son. अनि लास्टमा गएर आफूलाई नै मारेर नै एउटा इन्सुरेन्स मनी लिएरै छोरीहरूलाई पैसा दिन पर्नेसम्म भयो। सो यो उसको एकदम डेस्परेट प्लानले जनाउँछ कि दे हेभ रिच्ड अ डेड एन्ड। Okay, C number, the mother, though already dead, seems to have had a great influence on the daughters, especially Therese. Do you agree? अब यो प्लेमा हामीले के देख्छौँ, छोरीहरू चाहिँ एकदम मम्मी भक्त होइन, आमा चाहिँ एकदम राम्रो हो, उसको बुवा चाहिँ एकदम नराम्रो, अनि आमाको बारेमा केही भन्यो भने किन भनेको मेरो आमाको बारेमा भनेर एकदमै ग्रेट इन्फ्लुएन्स थियो रहेछ आमाको चाहिँ छोरीहरूमा। अनि आमाले भनेको स्टोरिजको भरमा चाहिँ आफ्नो बुवालाई चाहिँ उनीहरूले जज गर्ने र क्रिटिसाइज गर्ने पनि गर्थ्यो। एन्ड इभन ड्युरान्ड सेज द्याट योर मदर हेज ओन्ली टट यु नेगेटिभ थिङ्स अबाउट मी, अनि सबै लाइज मात्रै भनेर राखिरहेछ मेरो इमेज खराब गर्नलाई भन्छ। अनि थरिस चाहिँ स्पेसली इन्फ्लुएन्स थियो, किनभने उसले एकदम नराम्ररी डिसरेस्पेक्ट गरेर नै ट्रिट गर्थ्यो ड्युरान्डलाई, र उसको ठुलो छोरीले दुध ल्याउँदाखेरि पनि उसलाई त्यो दुध नदेऊ, ऊ त हाम्रो पैसा खर्च गर्ने स्पेन्ड गर्ने मान्छे हो भनेर एक थोपा पनि उसलाई दया माया देखाउँदैन थियो। अनि यो सबै कुरा उसले आफ्नो मदरबाट सिकेको हो। सो दिस सोज हाउ मच इन्फ्लुएन्स द्याट द मदर ह्याड इभन आफ्टर हर डेथ। Okay, D number, discuss the relationship between Monsieur Durand and his wife. So दुईजनाको रिलेसन एकदम नराम्रो थियो, राइट। अकर्डिङ टु ड्युरान्ड उसको वाइफ चाहिँ एकदम पैसासँग केयरलेस थियो, अनि फुलिस डिसिजनहरू गर्थ्यो, ग्याम्लिङ गर्थ्यो, उसलाई पटक्कै मन पर्दैन थियो यो कुरा। अनि नट ओन्ली द्याट, यो सबै गरेर लास्टमा ब्लेम चाहिँ उसलाई ड्युरान्डलाई नै राख्थ्यो, उसको छोरीहरूको अगाडि चाहिँ ड्युरान्ड नै नराम्रो भनेर देखाउँथ्यो। अनि ड्युरान्डले चाहिँ केही नभनिकन चुप्प लाएर आफ्नो ब्लेम सबै आफूमाथि नै लिन्थ्यो। तर यो ब्लेम सबै आफूले लिएकोले उसको डटरहरूले पनि उसलाई नराम्रो व्यवहार गर्न थाल्यो। तर जतिसुकै नराम्रो व्यवहार गरे पनि उसले सहेर बस्थ्यो र उसको
वाइफको बारेमा उसले नराम्रो चाहिँ धेरै भन्दैन थियो. सो दिस सोज द्याट हि डिड लभ हिज वाइफ, तर अलिक कम्प्लिकेटेड लभ थियो, सफरिङ थियो, सेक्रिफाइस थियो, एकअर्कालाई रिस पनि थियो तर लभ पनि थियो. ओके, ई नम्बर, मनी डिटरमाइन्स द रिलेसनसिप बिट्विन क्यारेक्टर्स इन दिस प्ले. इलाबोरेट दिस स्टेटमेन्ट विथ एक्जाम्पल्स फ्रम द प्ले. सो क्यारेक्टरहरूको एकअर्का बिचको रिलेसनसिप चाहिँ पैसाले असर पारिरहेछ, इफेक्ट पारिरहेछ भनेछ. यो कुरा चाहिँ ठिक हो, किनभने पैसा नै सबसे ठुलो कुरा देखाइरहेछ यहाँ, राइट? एभ्री दे आर अफेक्टेड बाई पोभर्टी एन्ड डेट एन्ड फाइनेन्सियल इन्सेक्युरिटी. मन्स्यो ड्युरान्डको रिलेसन उसको डटरसँग बिग्रिन्छ. त्यसको मेन रिजन भनेकै देयर पोर लिभिङ कन्डिसन्स, पैसा नभएर नै बिग्रेको हो. हाम्रोलाई चाहिँ उसले केही गर्न सकेन, हाम्रो बुवाले केही गर्न सकेन भनेर यही कुरा गरेरै बिग्रेको. सो मनी प्लेड अ ह्युज रोल इन दिस. अर्को भनेको क्रेडिटरहरू, यो बुचर अनि भेजिटेबल मार्केटको सपकिपरहरू, यिनीहरूले पनि पैसा नतिरेपछि सामानहरू बेच्न छाड्यो. सो उनीहरूको रिलेसनसिप पनि पैसाले नै डिटरमाइन गरिरहेछ. अनि अर्को भनेको उसको छोरी चाहिँ दुईचोटि अरू मान्छेसँग, केटासँग चाहिँ लभ अफेयर गर्न खोज्छ. मेबी यसमा पनि बिकज सी वान्ट्स टु गो टु अ बेटर अफ हाउस होल्ड, होइन, पैसावाला मान्छेहरूसँग जान खोजेको पनि हुनसक्छ. सो मनी अल्सो प्लेज अ ह्युज रोल इन दिस. तर ओभरअलमा पैसा मात्रै नभइकन उनीहरू दे अल्सो हेभ लभ एन्ड फ्यामिली रेस्पोन्सिबिलिटी द्याट किप्स देम टुगेदर, है. किनभने फुल्ली पैसा मात्रै होइन, सेक्रिफाइस गरिरहेको हुन्छ र जतिसुकै गाली गरे पनि लास्टमा चाहिँ उसको बुवा मर्न लाग्यो भनेर रुन्छ छोरीहरू. Thus, the play shows how poverty can create tension, अनि hate and dependence and conflict within a family. अब F नम्बरमा, Monsieur Durand kills himself so that his daughters would get 5,000 francs as the compensation from the insurance company. What does this plan tell us about him? सो यो कुराले गर्दा चाहिँ ऊ कतिको डेस्परेट सिचुएसनमा थियो भनेर पनि देखाउँछ. प्लस उसले आफ्नो डटरहरूलाई कतिको माया गर्छ पनि देखाउँछ, है. सेक्रिफाइस उसले गरिरहेछ, आफ्नो लाइफ सेक्रिफाइस गरेर आफ्नो रेस्पोन्सिबिलिटी उसले निभाउन खोजिरहेछ डटर्सहरूको अगाडि. अनि मर्नु अगाडि उसले थेरिसको म्यारिजको बारेमा पनि उसले चिन्ता गर्छ, है. एडेल भन्ने ठुलो छोरीलाई उसले भन्छ कि थेरिसको म्यारिज तिम्रो हातमा छ, अनि एनेटको म्यारिज पनि राम्रोसरी गरिदेऊ भन्छ. सो दिस सोज द्याट हि पुट्स हिज डटर्स ह्याप्पिनेस अबभ हिज ओन ह्याप्पिनेस. अनि एट द सेम टाइम उनीहरूको ट्रेजिक सिचुएसन पनि यसले देखाउँछ, जुन चाहिँ पोभर्टीले गरेर आएको थियो. सो मन्स्यो ड्युरान्ड चाहिँ एकदम डिपली लभिङ तर डेस्परेट फादर. ओके, लास्ट जी नम्बरमा, डिस्कस फेसिङ डेथ एज अ मोडर्न ट्रेजेडी. ओके, यसलाई एउटा मोडर्न ट्रेजेडी किन भन्छ भन्दाखेरि यो चाहिँ नर्मल डे टु डे मान्छेहरूको बारेमा हो, है. नर्मल कमन म्यान हु इज स्ट्रगलिङ विथ पोभर्टी एन्ड डेट अनि लोनलिनेस, र कुनै यो फेरी टेल अथवा हिरोइक कुरा, सुपर हिरोको बारेमा होइन. यो चाहिँ सोसाइटीको प्रब्लमको बारेमा हो. सो फ्यामिली रिलेसनसिपमा प्रब्लम आउने, पोभर्टी हुने, यो सबै कुरा भनेको अहिले मोडर्न लाइफमा वान अफ द बिग ट्रेजेडिज नै हो. हस्बेन्ड वाइफको बिचमा र डटर्स र फादर्सहरूको बिचमा कन्फ्लिक्ट हुने, अनि प्यारेन्ट्सले आफ्नो चिल्ड्रेनको लागि सेक्रिफाइस गर्ने. सो द्याट इज अ भेरी पावरफुल एन्डिङ. देयरफोर रियलिस्टिक सोसल प्रब्लमहरू यसले देखाएको हुनाले चाहिँ दिस इज कन्सिडर्ड एज अ मोडर्न ट्रेजेडी.